रातिको 11 बजे मलाई याद आउँछ कि मसँग रामेन छ अनि मभन्दा पनि मेरो आत्मा पहिला उठ्छ। अनि त्यसपछि म चाहिँ अब रामेन बनाउनुको लागि किचनतिर जान्छु। किचनमा गएर भूत जस्तरी राति रामेन बनाउनुलाई स्टार्ट गर्छु। मलाई चाहिँ खासमा फ्राई गरेको मनपर्छ कि मन पर्नु त, तर मलाई अल्छी पनि लागिरहेछ अनि राति पनि भइसक्यो नि त, त्यही भएर मैले बनाउँछु रामेन जस्ट इन 3 मिनट्स माइक्रोवेभमा राखेर। इफ मेरो घरबाट या मेरो मम्मीले हेर्नु भएको छ भने सरी। मैले चाहिँ खासमा खाना खाइसकेँ, अलरेडी भात खाइसकेँ। यो चाहिँ जस्ट राति भोक लागेर मात्र खाएको नि त, मिड नाइट क्रेभिङ। त्यही भएर भात खाइसकेपछि त रामेन त पछि खानुलाई त लेट्स प्रिटेन्ड है, हेल्दी नै हो मेरो लागि। अनि त्यसपछि मैले चाहिँ रामेन हालेँ, बलमा पानी हालेँ अनि माइक्रोवेभमा 3 मिनटको लागि छोडेँ। त्यसपछि अब लेट्स मेक आवर रामेन है। एकदम लेजी भएको बेलामा इजी पिजी 3 मिनटमा बन्छ। अनि मेरो रामेन बन्दैछ माइक्रोवेभमा। मैले चाहिँ यता सस र मसलाहरू मिक्स गरेँ, रामेन पनि रेडी भयो। अनि मैले बोइल गरेको रामेनलाई पनि हालेँ अनि मिक्स गर्छु म एकछिनमा। सस एकदम यो रातो सस रातो नआइन्जेलसम्म, पिरो नआउँदासम्म। अनि खासमा यो सस क्या मलाई चटपटेमा हाल्नु पनि दामी मिठो लाग्छ। अनि त्यसपछि चाहिँ सस हालेर मैले मिक्स गरेँ, रातो भयो होइन। अब चाहिँ पिरो देखेछ किन अनि खाँदैछु म, फर्स्ट बाइट लिँदैछु। यो पिरो खाएको देखेर चाहिँ मम्मीले हेरी गाली गर्न पनि सक्नुहुन्छ होइन। मैले खासमा चाहिँ ब्याक इन नेपाल है, ब्याक इन होम म र भाइ चाहिँ पिरो चाहिँ खासै खानु सक्दैनौँ क्या हामी सानैबाट। एउटाभन्दा बढी खुर्सानी त्यति हाल्दैनौँ नर्मली दिनदिनै खाने तरकारीहरूमा चाहिँ। अनि त्यसपछि चाहिँ पिरो एउटाभन्दा बढी हाल्नुभयो भने क्या मम्मीले बाहिर म पिरो भयो खाँदैनौँ भन्दै कराउँथ्यौँ है। अहिले चाहिँ यस्तो पिरो खाएको देखेर चाहिँ मम्मीले हाँस्नुहुन्छ होला यार। अनि ल लेट्स स्टार्ट। अनि चपस्टिकले नि यस्तो खानु ट्राई गरेको क्या मैले चाहिँ। अनि अहिले चाहिँ म यस्तो स्पाइसी खाइरहेको छु। स्पाइसी चाहिँ फेरि अब रामेन, मोमो, चाउमिन, चटपटे, पानीपुरी यिनीहरूमा मात्र खान सक्छौँ क्या म र भाइ नै। खानामा चाहिँ फेरि नर्मल खानामा चाहिँ खान सक्दैनौँ। अनि म अहिले चाहिँ कोरियन ड्रामा पनि हेर्दैछु, आइडल आई भन्ने। यसको चाहिँ एपिसोड 8सम्म हेरिरहेको छु मैले अहिले, एकदम इन्ट्रेस्टिङ छ। अनि त्यसपछि यसको एपिसोड चाहिँ अब नेक्स्ट विक मन्डे आउँछ होइन, न्यू एपिसोड। म चाहिँ एकदम एक्साइटेड छु त्यो एपिसोडको लागि। अनि यो चाहिँ खासमा आइडलको लाइफको बारेमा हुन्छ कि सस्पेक्ट हुन्छ, ऊ चाहिँ मर्डर सस्पेक्ट अनि लयर चाहिँ उसको फ्यान हुन्छ होइन, त्यसको बारेमा छ। ओके बाई बाई, गुड नाइट।